यसलाई चाहिँ के भन्छ हल्का यसो तेलमा हालेर हल्का फुल्का होइन मेरिनेट गरेर चाहिँ खानुपर्ने हुन्छ। अनि हाम्रो चाहिँ दालले बनाउनु चाहिँ दालसँग चाहिँ झ्यामझुम खानुपर्ने हुन्छ है। हल्का धेरै होइन हल्का फुल्का खानु पऱ्यो नि त होइन। यसलाई चाहिँ मैले अब सिँगै यसमा हल्का होइन स्टिम जस्तो बनाएर तेल थोरै हालेर मजाले फ्राई गरेर खानु पऱ्यो कि हल्का यसो ग्रिल गरे जस्तो स्टाइलले होइन बबाल खानुपर्छ साथीहरू। ल मैले चाहिँ बेसार हालिसकेँ कि अब यसलाई हल्का पेस्ट बनाउनुपर्छ है। त्यो खुर्सानीको धुलो भइहाल्यो, यो गरम मसला, यो जिराको धुलो भइहाल्यो। अब यो तेल हल्का हालौँ चट्ट लगाएर है। त्यसपछि यसलाई यस्तो हल्का फुल्का एउटा हातले क्यामरास मात्रै बनाउनुपर्छ साथीहरू है। एउटा हात चलाउनुपर्छ हल्का फुल्का यसो हल्का मालिस गरिदियो मसालाई। आधी घन्टामा रेडी हुन्छ होला साथीहरू है। माछा चाहिँ मैले फर्स्ट टाइम दामी बनाएँ कि यस्तो बबाल बनाएँ है। तपाईँलाई म देखाउँछु है त। बबालै भएको छ कि हेर्नुहोस् बबाल छैन त। मलाई यो धुलो हुन्छ कि भन्ने हल्का डर चाहिँ लागेको थियो होइन, तर धुलो चाहिँ भएन। तर बबाल छ माछा साथीहरू हेर्नुहोस्। अब यो चाहिँ माछा चाहिँ केटाहरू आएपछि बजाउनु पर्ने हुन्छ साथीहरू। भिडियो मनपर्ने लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नु होला साथीहरू। हेर्नुहोस् त बबाल भनिरहेको चाहिँ मैले तात पनि होला भने त्यही भएर भने। ल अब हाम्रो कार्यक्रम सुरु भयो। काम त काम लागेछ, मैले कल गर्ने काम लागेछ भने क्या। ल त साथीहरू आजको हाम्रो डिस भनेको माछा सिँगे माछा है। अहिले बनाएको देख्नु भयो तपाईँहरू होइन यस्तो। अब यसमा कागज साथी केही हालिदिनु, काज छ त। सलाद पनि भएन, भात दाल माछा मात्र भयो आज। ल छ त सलाद, सलाद छ, काट्नु पऱ्यो नि त। अनि सबै अल्छी मान्ने अनि के हो यस्तो गाह्रो हुन्छ नि त। मैले गाह्रो भएन तपाईँ। मेरो कुन चाहिँ हो जुस तपाईँको हो? मैले हालेन क्या। गुड यहाँ हनी चाहिँ नगरे। भेरी गुड। अब आज डर नि लाग्यो। म ल दाइले राम्रो काम गर्नुभएछ। किन आलु थोरै हाल्दा नि? होइन यहाँ यो हनी हाल्दैन त तपाईँलाई। सबै हाल्दैन त नि, म चाहियो नि त छोडेर। होइन ल चिसो लाग्छ भनेर क्या। ल साथीहरू चेस सानो पुन्टे ग्लासमा है चाहिँ हेर्नुहोस् जुस कफी जुस है साथीहरू। यो कस्तो मजा छ। पानी कम्ती हाल्यो क्या, कडा खाने के नर्मल हो। ल है साथीहरू के नाम भन्नु नि हो? कडा खाँदा भन्नु नि नाम के चाहिँ बिर्सेँ याद मैले। खानु बिस्तारो कडा पानी हाल्नु टल्ने हालिदिनुहोस् मैले। प्लिज यसलाई लाज नहुँदो राख यता साइडमा यतापट्टि क्या ल त्यसलाई पनि लाइदिनु। सुरु गरेँ साथीहरू। ओहो कुकर पनि आयो। ल है साथीहरू दामी छ। कडा हुँदा म त पहिला यही खानु बिस्तारै लास्ट फ्राई भयो। लाउनु टाइट भयो त ठिकै छ नालो धेरै। हिटमा के छ सोध्नु न है। खास मैले यहाँ कल गरेँ तपाईँलाई दाइ यसो किलो भन्दा चाहिँ तपाईँले ल्याएर टाइम आयो। कुनै देखा ठिकै हुन्छ है यहाँ खानु पर्नु। यति जापानी लाग्छ कि ल यहाँलाई हाल्नु। यसो काँडा लास्ट कडा छ है हेरेर खाऊ। डेन्जर छ काँडा होइन दामी छ नि। तर यसमा मैले एउटा चिज हाल्नु बिर्सेछु अदुवा लसुन। के होइन अब पानी रहेछ। दाल्नु पनि जाने है कस्तो हिटमा ठिक छ। मन पऱ्यो। पानी थोरै हाल्यो क्या होइन दामी छ त्यही बगाडी त्यस्तै त्यस्तै हो। बगाडी राम्रो हो जति त यहाँ धेरै पाउने यसमा 45 पर्छ। पानी हाल्यो
भाइ तपाईँ दाल त कहाँ सर्ट भइसक्यो त्यो राग क्या आउने होइन तपाईँ होइन हो हामी खै त्यो पानी थोरै हाल्नु पर्छ हो काट्दैन लगाइदिएर हुन्छ हामी ल लेमन टी लेमन लिप्टन खाएको हो त हँ लिप्टनको कलर ब्ल्याक त्यो ब्ल्याक टी हो त ओहो कहाँ धेरै छ